हेलो गाइस वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ यहाँ मिठो मिठो टमाटर र प्याजको चटनी बनाइरहेको छु मैले। त्यसपछि यहाँ घुङ्गी बनाउन आँटेको। हेर्नुहोस् यस्तै हुन्छ घुङ्गी चाहिँ। यसको रस खाएको साह्रै भिटामिन हो, आँखाको पावर पनि हुन्छ। अनि यसलाई चाहिँ मैले 4-5 मतलब बहुत बार धोएर यहाँ राखेको थिएँ। अझै यसलाई उमालेर धुनुपर्छ कि यो काटेर तेल नहालिकन भुटेर अझै निकालेर धोएर कस्तो मतलब गर्नुपर्यो। यहाँ चाहिँ दाल पाक्दैछ, कालो दाल होइन। अनि कालो दाल पाकेपछि यहाँ चाहिँ टक्क रेडी भइसकेको थियो। अनि यहाँ चाहिँ हाम्रो भुटनहरू रेडी भएको थियो, हेर्न सक्नुहुन्छ। टमाटर प्याज खोर्सानीको अनि टक्कसँग त्यो पाकेको दाल कालो दाल हालेर चलाएर त्यो घुगुनी भन्न आएछ गाइस। घुङ्गेलाई माथिबाट हालेर यहाँ चाहिँ हाम्रो मिठो घुङ्गीको सब्जी चाहिँ रेडी हुन्छ कि। यो चाहिँ साह्रै भिटामिन हो आँखाको लागि। हजुर एकबार ट्राई गर्नु होला। लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नबिर्सनु होला। अनि त्यस पछाडि हेर्न सक्नुहुन्छ दामी भएको थियो गाइस। ओके गाइस, बाई बाई गाइस। हेर्नु सक्नुहुन्छ। हजुर पनि एकबार ट्राई गर्नु होला। अनि यहाँ चाहिँ मिठो 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 टमाटरको चटनी।